संसारलाई कसरी चिनाउनु पर्छ चिनाउनै पर्दैन दाइ संसार आफैमा बोलिरहेछ मेरो श्रीमती मेरो छोरा श्रीमतीको त अब मैले भनिसके अघि नै बयान गरिसके मलाई सुखमा मात्रै हैन सुखमा भन्दा पनि बढी एकदम दुःखमा साथ दिएको सायद मेरो मिसेस हुँदैन भने सायद म यहाँ आउँथेन होला सायद अब सायद डिप्रेसनको शिकार हुन्थ्यो होला आज म विदेशी नि हुन्थ्यो होला सुसाइड गर्थेँ होला कि दाइ म उ नभएको भए आज म जे छु यहाँ जुन अवस्थामा छु मेरो बुढीको कारण जसले छोराको बारेमा केही भन्नु पर्यो भने छोरालाई दाइ अब त्यति बेला केही पनि थाहा थिएन हैन रिपोर्ट आउँथ्यो अनि छोराको मुख हेरेर चाहिँ एकदम रुन्थ्यो हैन बुढी पनि अब केही भन्न सक्दैन थियो अब म चाहिँ एक्लै रुन्थेँ दाइ अब कोठामा बसेर अब ती कुराहरूले एकदम छोराले बुझ्ला भन्ने हुन्छ पछि अच्छा श्रीमतीजीले कतिसम्मको पीडा चाहिँ सहनु पर्यो एकदम मेरो श्रीमती त अब सबैको श्रीमतीले आफ्नो आफ्नो पीडा हुन्छ हैन तर मेरो लाइफमा चाहिँ मेरो श्रीमतीले मलाई लास्टै गुण लाग्छ दाइ हैन सायद